के हुनेवाला छ भन्दाखेरि गर्ल्स एस्थेटिक पार्टी सफर भयो कि मिक्स भयो कि छैन Hi everyone, welcome back to my channel. New day, new vlog. Hope you guys are doing well. एकदमै जाडो छ अनि क्रिसमस नि आउन लागिसक्यो धेरै छैन अनि यति जाडो ओ माय गॉड अनि यो चाहिँ 8:14 भएको छ अब म चाहिँ रेडी भएर चाहिँ वर्कमा जान्छु अनि आज चाहिँ एकदम हेक्टिक डे हुनेवाला छ बिकज त्यो चाहिँ म भिडियोमा देखाउँछु त्यो हेर्नको लागि चाहिँ हजुरहरूले लास्टसम्म मेरो भिडियो हेर्नुपर्छ अनि लास्टसम्म भिडियो हेर्नु होला अहिले चाहिँ म यति हतार भएको छ तर पनि म यति आनन्दले भ्लग पुरा क्यामेरा खोलेर भ्लग बनाइरहेको छु म चाहिँ खाना खान जान्छु गाइस मेरो मम्मीले चाहिँ यहाँ बिरयानी बनाउनु भएको छ चिकन बिरयानी टोटली होममेड मेबी सी वाज बोर्न इन इन्डिया सो द्याट्स वाइ उहाँले चाहिँ बनायो नि एकदम स्पाइसी अनि यो चाहिँ बाहिर खाए जस्तो नै छ टेस्ट चाहिँ होइन एकदम मसालेदार बिरयानी बेस्ट मम्मीले बनाएको बेस्ट गर्दाखेरि परमेश्वरले आफ्नो योजना पुरा गर्नको लागि तपाईँ र मलाई पनि त्यो वंशजमा त्यो अस्तित्वमा त्यो पहिचानमा ल्याउनु भएको छ यो क्रिसमसको अर्थ के हो भनेर धेरै विचारहरू हुनसक्छ यसो क्रिसमा हाम्रो अस्तित्व छ किनभने स्वर्ग पृथ्वी र यसमा भएका यावत थोक तपाईँकै हुन् अनि तपाईँ प्रभु र मालिक हुनुहुन्छ अघि हामीले सुने यात्रामा यो संसारको यात्रा जीवन चाहिँ अगाडि बढाउनलाई चाहिएको निगाह रहेको होस् साँच्चै नै सबै थोक तपाईँको भएको हुँदा हामी हाम्रो जीवनबाट तपाईँको आदर गर्न चाहन्छौँ र बाँकी समय पनि एकअर्कासँग आनन्दमय समय रहेको होस् येशूको नाममा यो चाहिँ क्रिसमस कार्ड छ मेरो पसल छ माथि भन्न मिलेन ल म नानीलाई यो दिन्छु क्रिसमस कार्ड हो अरू ठुलो कुरा छैन अहिले म नाम है अब अर्को प्रश्न भयो भने हामीलाई जानकार हुन्छ अनि तपाईँले उपहार पनि पाउनुहुन्छ यो प्रश्न हजुरहरूलाई अझै एकचोटि छोटकरी हाम्रो चाहिँ भजन भइसकेको थियो अनि सबजना नाच्दै बसेको थियौँ हामी चाहिँ अनि मेरो चाहिँ 2टा पकेट निस्केरै छ मम्मीले 2टा पकेट झुन्डाउँदै नाचेछ भन्नुभएको थियो अनि त्यसपछि चाहिँ रमाइलो गर्दै हामी सबजना नाच्दै थियौँ क्रिसमसको क्यारोल भनेको नाच्ने त हो अनि यहाँ बाबा र बिसन दाइ चाहिँ पुरा उहाँहरूको चाहिँ डान्स स्टेप नै छुट्टै छ अनि यहाँ बिसन दाइ चाहिँ नाचिराख्नु भएको छ कुमारी आन्टीले के भन्नुभयो त्यो चाहिँ मैले सुनिनँ अनि सबजना मम्मी नेहा जोसेफ आन्टी अङ्कलले चाहिँ मलाई तिमी नाच्ने हो कि म भिडियो गरिदिन्छु भनिराख्नु भएको थियो किनभने हाम्रो घरेलु सङ्गतिको हो नि त अनि त्यसपछि यहाँ रसु सेकाइला अनि निरु आन्टी
अनि अरू आन्टी पनि आउनुभएको थियो। अनि हाम्रो नायरा सीमा दिदी, ऋषिका, डिना आन्टी, मन्जु आन्टी, प्रेम अङ्कल पछाडिबाट हेरिराख्नु भएको छ। यस्तो रमाइलो भयो। मेरो फोन चाहिँ स्विच अफ हुनै लागेको छ, अङ्कलको हातमा छ फोन। मैले भिडियो गर्नै पाएन कि त्यहाँ पछिको पनि कस्तो रमाइलो भइरहेको थियो है गफहरू। मैले त्यो खिच्नै पाएन बिकज मेरो त फोन सधैँको लागि डेड नै हो, सधैँ जस्तो। यहाँ चाहिँ सबैजना रेडी हुँदैछन्। हेलो, वी आर रेडी। ल यहाँ तल मात्रै हालै मलाई त्यो गीत मनै पर्दैन जसले नि हाल्छ मलाई त लास्ट मन पर्छ। हेलो गाइज, हामी शिखाको घरमा आएको अनि आउने बित्तिकै हामीले ड्रेस चेन्ज गऱ्यौँ अनि त्यसपछि हामीले सबैजनाले भएर मेकअप पनि गरेको, हल्का टचअप गरेको, तर के टचअप गर्यो थाहै भएन। मुख धोरै गरेको हाई गाइज, शिखाको भ्लगमा अनि मैले चाहिँ मेरो लिप बाम देखाउन लाग्यो। यो चाहिँ मेरो डियोरको हो कि कृपा। यसले यो क्यामेराको अगाडि मात्रै घन्टाको 10 रुपैयाँ त धेरै सस्तो रहेछ। यसलाई पनि कोस्ने राम्रो चाहिन्छ कि ल ओ मेरो त लाग्यो यार साइज सक्यो यार। यो के बनाउँदैछ यसो तैँले ब्ल्याक हेर्न सक्नुहुन्छ? हेर्न सक्नुहुन्छ? ए यो मेरो बिहाइन्ड द सिन हो कि यो चाहिँ गाइज हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ कलर थिम हो। स्न्याक्स उसको चाहिँ ब्लू, मेरो चाहिँ पर्पल, उसको चाहिँ रेड, उसको चाहिँ येल्लो। अनि खै त तिम्रो ए यता छ अब उसको चाहिँ पिङ्क कलरको स्न्याक्स हेर्न सक्नुहुन्छ। पिङ्क स्न्याक्स, यसरी देखाउने हो रेड स्न्याक्स, येल्लो स्न्याक्स। हेर्न सक्नुहुन्छ यहाँ हामीले स्न्याक्सहरू गरेर आएको छौँ। यो चाहिँ मेरो स्न्याक्स चाहिँ म हजुरलाई देखाउँछु। खै कता गयो? मान्छे भन्दा धेरै हाम्रो यहाँ टेक भइरह। यो चाहिँ एउटा ट्रेन्ड हो। धेरै टेक नलियो है। 1 2 3 गो। फर्स्टको दाम नै आयो थियो कि फर्स्टको राम्रो आयो। हाम्रो चाहिँ यहाँ रेडी भइसकेको छ। यस्तो के बुझिस? अनि अब यो पनि हामी पुरै खाने स्टार्ट भइसक्नु यो थाउजन्ड शिखालाई त्यति खानुहुन्छ?